साहित्यिक अभियानमा लाग्नका लागि गीत, कविता, गजल रचेर प्रस्तुत गर्न त्यति सजिलो छैन। रच्नु पर्यो, भिडियो बनाउनु पर्यो, समय पनि चाहिन्छ। कमसेकम हजुरहरूले सुनेर प्रतिक्रिया दिनुभयो भने र साहित्यिक मनहरू अझै बढेर विस्तार भएर जानेछन् र साहित्यतर्फ लाग्ने व्यक्तित्वहरू पनि बढ्नेछन् र साहित्य फैलिएर जानेछ। त्यही कारणले गर्दा हजुरहरूले लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु हुन विनम्र अनुरोध गर्दैछु र म एउटा गजलको शेर प्रस्तुत गर्न लागिरहेकी छु। आफ्ना परिवारलाई पहिरोले लगेपछि, आफ्ना परिवारहरूलाई पहिरोले लगेपछि बाँच्नेहरूका मनमा पनि झन् ठुलो पहिरो गएको छ।